हेलो नमस्ते गुड इभिनिङ। सावधान रहनुहोला। 72 सालमा महाभूकम्प आएको थियो। अब केही समयमा नै राजनीतिक भूकम्प आउँदैछ। त्यसको लागि आम सचेत युवाहरू सचेत र सजग भएर अघि बढ्नलाई विशेष अनुरोध गर्न चाहन्छु। आजको दिनमा आज खासमा प्रजातन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। प्रजातन्त्रको भावना अनुसार अर्थ्याउनु, बुझ्नु, बुझाउनु र सही प्रयोग गर्नु पनि त हामी सबैको कर्तव्य हो। आफ्ना कर्तव्य नै हामीले निर्वाह गर्न सकेनौँ भने भावी सन्ततिको भविष्य यही देशमा सुनिश्चित कसरी हुन्छ? कहीं हामीले ख्याल बहार त गरिरहेका छैनौँ। यी नाङ्गाहरूको ताण्डव नाच अझै नजिकैबाट निहालेर हेर्नुस् अनि ढक्कन खोल्नुस्। ढक्कन सेन्तेरेन, लिची, फटाफट, भोड्का अन्यको होइन, दिमागको ढक्कन खोलौँ। हातेमालो गरौँ। आफ्नो ठाउँबाट यो प्रजातन्त्रको र गणतन्त्रको सही सदुपयोग गरौँ। यी नाजायज हरकत गर्ने लोकतन्त्रलाई लुटतन्त्र ठानेर मैमत्त भएका लट्ठुहरूका कुकृतिका विरुद्ध एउटा युद्ध छेड्नु छ। एउटा युद्ध छेड्नु नै पर्छ। हतियारले होइन, प्रविधिको प्रयोग गरौँ। हाम्रा चुलो चौकोबाट सुरु भएका लुट र भागबण्डाको राजनीतिको बिगबिगीलाई जरैदेखि उखेल्नु छ। सचेत नागरिक हुनुमा हाम्रो पनि त धेरै कमी कमजोरी त अवश्य छ नि, होइन र? किनकि हामी नै अचेत नागरिक बन्यौँ भने अनि हाम्रो देश कसरी बन्छ भन्दै पुनः पनि यो प्रजातन्त्र दिवसको उपलक्ष्यमा चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु र आम सचेत युवाहरूलाई हातेमालो गरेर सामाजिक सञ्जालको प्रयोग गरेर आफ्ना स्थानीय तह, वडा, नगरपालिका, गाउँपालिका लगायत विभिन्न ठाउँमा भएका विथिति विसङ्गतिका विरुद्धमा आफ्नो ठाउँबाट यो प्रविधिको प्रयोग गरेर आम युवाहरूले नडराइकन परिवर्तनका निमित्त नडराइकन भावी सन्ततिको भविष्य यही देशमा सुनिश्चित गर्नु छ भनेर आफ्ना भावी सन्ततिको भविष्यको ख्याल गर्दै तपाईहरूले भएका विथिति विसङ्गतिका विरुद्ध चाहिँ आवाज उठाउन जरुरी छ। धेरै ढिलो भइसकेको छ। देश झन्डै 26 खर्बको ऋणमा चलिरहेको छ। तपाईँ हामीलाई थोरै ऋण लाग्यो भने त हामी कति चाहिँ गाह्रो अप्ठ्यारो महसुस गर्छौँ। आज देश पूर्ण रूपमा 26 खर्बको चाहिँ ऋणमा छ। त्यो ऋणमा हुँदाखेरि देशलाई पनि पीडा छ। त्यो पीडामा चाहिँ मलमपट्टि लगाउनलाई हामी युवाहरूको चाहिँ खाँचो छ। हामी युवाहरूले सचेत हुन खाँचो छ। विभिन्न थरीका चाहिँ विधिवत रूपमा चाहिँ गरिने जुन भ्रष्टाचारहरू छन् ती भ्रष्टाचारहरूलाई पनि हामीले रोक्नुपर्छ र आफ्ना चाहिँ टोल चुलो चौकोबाट चाहिँ भ्रष्टाचारको सुरुवात भएको छ। विभिन्न चाहिँ समितिहरूका नाममा, विभिन्न चाहिँ ठेकेदारको नाममा लुटतन्त्र मचाइराखेका छन्। यो लोकतन्त्रलाई लुटतन्त्र बनाइराखेका दलहरूका विरुद्धमा चाहिँ उठ्ने बेला भएको छ। यिनीहरूले धेरै लुटिसकेका छन्। धर्म परिवर्तन गर्नलाई युएसआइडीले कति पैसा दिएको रहेछ, अहिले सबै छताछुल्ल हुँदैछ। यी यावत विषयहरूलाई मध्यनजर गरेर देशको स्थिति के छ भनेर बुझ्न सक्ने सचेत युवाहरूले कोसिस गर्नुहोस्। तपाईहरूको घर दैलोमा भएका विथितिहरूका ती बजेटलाई दुरुपयोग गरेर व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेहरूका विरुद्ध तपाईहरू लेख्नुहोस्, तपाईहरू बोल्नुहोस्। सक्नुहुन्न। आम साथीहरूलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने
तपाईहरूले देखेका भोगेका सत्य तथ्य विषयवस्तुहरू उपलब्ध गराउनुहोस्। तपाईहरूको नाम गोप्य राखिनेछ र आफ्ना गाउँ टोल समाजपालिकामा भएका गतिविधिहरूको बारेमा गलत बाटोमा चाहिँ हामीले जनप्रतिनिधि बनाएका हाम्रै करबाट चाहिँ रोजीरोटी पेट पालिरहेका कर्मचारीहरूले गलत गरिराखेका छन् भने तपाईहरूलाई बोल्न डर छ, तपाईहरूलाई भन्न डर छ भने ती सूचनाहरू तपाईहरूले उपलब्ध गराएर पनि सहयोग गर्नुहोस्। देशका जुनसुकै ठाउँका भए पनि हामी राष्ट्रिय रूपमा चाहिँ चाँडै नै केही कुराहरू केही चाहिँ अभियानका रूपमा चाहिँ हामी बाहिर ल्याउने प्रयासमा छौँ। त्यो प्रयास ढिलो चाँडो अवश्य पनि सफल हुनेछ, त्यसमा चाहिँ हामी लागिराखेका छौँ र तपाईँहरूले चाहिँ सहयोग गरिदिनु हुन आज प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रजातन्त्र भन्दा उत्तम चाहिँ शासन व्यवस्था कुनै पनि हुन सक्दैन। त्यो प्रजातन्त्र भनेको प्रजातन्त्रको अर्थ बुझ्नुपर्छ। त्यो अर्थ मैले चाहिँ बुझाइराखिनँ, त्यसको अर्थ चाहिँ हामीले बुझेर अगाडि बढ्नुपर्छ र यसको मर्म र भावना अनुसार यसलाई जोगाइराख्ने कर्तव्य पनि हामी आम नागरिकको हो, आम चाहिँ सचेत युवाहरूको हो, आम चाहिँ राष्ट्रप्रेमी जनताहरूको हो। जनताहरू पनि सचेत भएर चाहिँ अघि बढ्नुपर्छ र देशमा अहिले धेरै बालेनहरू जन्मिसकेका छन्। जस्तै 753 पालिकामा 3वटा पालिका मात्रै चर्चामा छन्। तिनीहरूले नागरिकको हितमा पारदर्शी ढङ्गले चाहिँ काम गरिराखेका छन्। अन्य पालिकाहरू त अहिले पीडामा छन्। म त्यसमा चाहिँ दुःख व्यक्त गर्न चाहन्छु, उहाँहरूको पीडामा मलमपट्टि लाउन चाहन्छु। उहाँहरू पीडामा हुनुहुन्छ। युएसआइडीले चाहिँ पैसा रोकिदियो, मासु चिउरा खसीको फलफुल कर्मचारी जनप्रतिनिधिहरूलाई दिनै पछि चाहिँ विभिन्न सङ्घ संस्थाका नाममा भोज खुवाइरहेको थियो। अब पालिकाहरूको खर्च पनि पहिले त यिनीहरूले भोज खुवाइराख्दा मासु चिउरा खुवाइराख्दा त यत्रो खर्च चाहिँ पालिकाहरूले निकाल्थे। अब त युएसआइडीले नै खर्च उसले चाहिँ विभिन्न सङ्घ संस्था मार्फत लगानी गर्ने रकम नै कटौती गरेपछि साथीहरूका दाँत त चिलाइराखेका छन्। अब त्यो खर्च फेरि राज्यको ढुकुटीबाट पालिकाको तपाईँ हाम्रै करबाट चाहिँ उठाएको राज्यको ढुकुटीबाट यिनीहरूले ती चिलाएका दाँतलाई त यिनीहरूले छोड्न सक्दैनन्। बानी परिसकेका छन्, साब्रा खान बानी परिसकेका छन्। फलफुलमा पनि चाहिँ छाला तारेर त्यो स्याउको पनि चाहिँ बोक्रा फालेर अङ्गुरको पनि बोक्रा फालेर खाने बानी परिसकेका छ साथीहरूलाई। ती युएसआइडीहरूले चाहिँ विभिन्न कार्यक्रमहरू पालिकामा, वडामा, जिल्ला समन्वय समिति, जिल्लाका चाहिँ विभिन्न कार्यक्रमहरूमा अब देशकै चाहिँ विभिन्न उच्च ओदामा रहेका साथीहरूलाई पार्टी भोज खुवाउने ती युएसआइडीका पैसा त अहिले बन्द भएका छन्। त्यस कारण पनि राज्यको ढुकुटीबाट यिनीहरूले ती बानी परेकाहरूले यिनीहरूको बानी चाहिँ सुधार्नलाई तपाईँ हामी सचेत हुनुपर्नेछ र यिनका विथिति विसङ्गति यिनका चाहिँ काला करतुतहरू मैले भनिहालेँ नि, यी नाङ्गाहरूको चाहिँ ताण्डव नाच धेरै हेरिसक्यौँ। अझै पनि तपाईँहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु, अझै पनि नजिकबाट निहालेर हेर्नुहोस् र त्यसलाई एनालाइसिस गर्नुहोस्। के साँच्चै यो देशमा चाहिँ हाम्रा भावी सन्ततिको भविष्य सुनिश्चित छ त? वर्षेउनी 8-10 लाख युवा चाहिँ वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ। हिजो अस्ति मात्रै त्यो भारतको चाहिँ त्यो केआइआइटी विश्वविद्यालयमा भएको त्यो जुन दुर्घटना छ, जुन चाहिँ आत्महत्या भनिएको छ, त्यो बाध्यात्मक परिस्थिति कसले सिर्जना गर्यो? तपाईहरु पछाडि फर्केर हेर्ने कोसिस गर्नुहोस्। ती हाम्रा चाहिँ बालबालिकाहरू शिक्षा आर्जन गर्ने असुरक्षित ढङ्गबाट विदेशमा गएर पढ्दा पनि त्यति असुरक्षित हुने वातावरण कसले सिर्जना गर्यो? त्यहाँका चाहिँ प्रधानाध्यापकहरूको त्यो अभिव्यक्ति हेर्नुभयो? देशलाई चाहिँ कुन रूपमा चाहिँ उनीहरूले चाहिँ अभिव्यक्ति चाहिँ दिए? कुन रूपमा चाहिँ यो देशलाई अहिले हेरिराखेका छन्? विदेशका आम नागरिकले, ती सामान्य नागरिकहरूले त्यो राष्ट्र सञ्चालन गर्ने नागरिकले कसरी हेरे भन्ने कुरा त त्यो दृष्टान्तले तपाईँ हामीलाई चाहिँ प्रश्न पार्दैन र? अझ पनि तपाईँ हामी चाहिँ सचेत नहुने,
सचेत भएर चाहिँ अगाडि बढ्नुको विकल्प छैन। त्यसकारण म आम युवा साथीहरूलाई कसैको झन्डा बोक्नुपर्ने आवश्यकता छैन, कसैको झोला बोक्नुपर्ने आवश्यकता छैन। झोला बोक्नु छ त ती आवाजविहीन, ती चाहिँ गरिब दुखी पीडित नागरिकहरूको चाहिँ झोला बोक्न आवश्यकता छ। त्यसकारण यो प्रजातन्त्र दिवसका निमित्त हाम्रा चाहिँ पुर्खाहरूले चाहिँ राणाहरूका विरुद्ध लड्दै गर्दाखेरि चाहिँ झुन्डिएर शहीद हुनुपर्ने परिस्थिति सिर्जना भएको थियो यो प्रजातन्त्रको बहालीका निमित्त, र त्यसलाई चाहिँ हामीले यथावत बचाइराख्नलाई योभन्दा वैकल्पिक चाहिँ अर्को कुनै त्यस्तो व्यवस्था छैन होला जस्तो लाग्छ मलाई व्यक्तिगत रूपमा। त्यसकारण यो व्यवस्थालाई हामीले टुटाउनु हुँदैन। यो व्यवस्थालाई चाहिँ हामीले अँगालेर अगाडि बढाउनलाई तपाईँ हामी आम सचेत युवाहरू सचेत भएर अगाडि बढ्नुपर्छ भन्दै म चाहिँ दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नम्बर 5 मा हालसालै भएको एउटा चाहिँ दुःखद घटनाप्रति मेरो गम्भीर चाहिँ ध्यानाकर्षण भएको छ र म त्यो दुःखद घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु। वडा दुल्लु नगरपालिका वडा नम्बर 5 का 11 वर्षीय रेशम दशौंदीका छोरा ख्यामराज दशौंदीको जुन विभत्स हत्या भयो, त्यो हत्याको म घोर भर्त्सना गर्न चाहन्छु र मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्न चाहन्छु र स्थानीय निकाय, जिल्ला प्रशासन, प्रहरी प्रशासन सबैलाई चाहिँ म यही लाइभ मार्फत चाहिँ के अनुरोध गर्न चाहन्छु भने पीडितलाई चाहिँ न्याय चाहिन्छ। न्याय चाहिँ पक्षपात बिना सही ढङ्गले चाहिँ न्याय दिइयोस् र उचित क्षतिपूर्ति पनि चाहिँ आवश्यक परिवारलाई चाहिँ उचित क्षतिपूर्तिको पनि व्यवस्था गरियोस् भनेर चाहिँ म माग गर्न चाहन्छु। यस्ता दुःखद घटनाहरू तपाईँ हामी कहीँ कतैबाट पनि यस्ता दुःखद घटनाहरू घटाउने मनस्थितिमा चाहिँ तपाईँ हामी चाहिँ सचेत भएर यो मनस्थिति सिर्जना पनि नगर्न पनि अनुरोध गर्दछु। यसले चाहिँ तपाईँ हामीलाई समस्यामा पार्दछ, समाजलाई एउटा त्रासमा लिन्छ। त्यसकारण चाहिँ ती दुर्घटना गराउने साथीहरूका आफन्तीहरूलाई पनि म भन्न चाहन्छु, यस्ता चाहिँ दुर्घटना गराउने मनस्थितिमा आफ्ना बालबच्चाहरूलाई सम्झाइ बुझाइ अलिकति चाहिँ एउटा सामाजिक दायित्वका बारेमा पनि चाहिँ बुझाउन आवश्यक छ। यो विकृत समाज अहिले सरकारले भनिराखेको छ नागरिकहरू अराजक भए भनेर चाहिँ बारम्बार भनिरहेको छ। यो अराजक बनाउने नेतृत्व गर्ने चाहिँ पङ्क्ति को हो त? काङ्ग्रेस एमाले माओवादी विगत 70 वर्षबाट चाहिँ यो देशमा राजनीति 70-72 वर्षबाट राजनीति गरिराखेका छन्। यिनीहरूको राजनीतिक लुटको चपेटामा परेर नेपाली नागरिकले जुन पीडा सहन नसकेर आफूलाई लागेका विषयवस्तुहरू यी अन्याय अत्याचारका विरुद्धमा चाहिँ आवाज उठाउँदै गर्दाखेरि अराजक भन्ने, तपाईको चाहिँ भएका विथितिहरूका विरुद्धमा चाहिँ बोल्दै गर्दाखेरि आशिका तामाङ म लगायत मैले पनि धेरै दुःख पाएको छु। म त चाहिँ दुर्गम कर्णालीको अन्धकारमा चाहिँ मैले जुन सङ्घर्ष गरेँ र त्यो सङ्घर्षको लागि म जुन तयारी गरिराखेको छु, त्यो सङ्घर्ष सामाजिक सञ्जालमा मिडियामा देखिएन होला, तर जुन चाहिँ देखिने गरी भएका गतिविधिहरू छन् तिनका घाँटी निमोट्नलाई जुन तरिकाको चाहिँ राज्यले प्रयास गर्यो त्यो प्रयासको पनि म घोर भर्त्सना गर्न चाहन्छु। त्यो वातावरण सिर्जना गरिदिने त खासमा अभिभावक गतिलो भएन भने बच्चाहरूको विभिन्न चाहिँ उसको मानसिक, उसको सामाजिक सबै गतिविधिहरू छताछुल्लो हुन्छ। चोर्ने, लुट्ने, ठग्ने जे गर्न पनि सक्छन्। त्यसकारण देशका अभिभावकहरू तपाईहरू गतिलो हुनुहुन्न। नागरिकहरू अराजक बनाउने जिम्मेवारी त चाहिँ राज्य सञ्चालन गर्ने नेतृत्वमा भएका जनताले चुनेका जनप्रतिनिधि, जनताको करबाट पेट पाल्ने कर्मचारीहरू यी सबैले लिनुपर्ने होला नि त। लुटतन्त्र मचाउने आफू, अराजक भए भनेर चाहिँ जनताका
गलामा लगम लगाउन खोज्ने, अंकुश लगाउन खोज्ने यो चाहिँ सही हुँदैन। यसका विरुद्धमा चाहिँ ठूलो विस्फोट हुन्छ, राजनीतिक भूकम्प आउँदैछ। यो भूकम्पका निमित्त यो भूकम्पबाट चाहिँ सचेत अगाडि बढेर यिनीहरूका दशकौंका चाहिँ भ्रमबाट चाहिँ माथि उठेर जनताहरूले सानो एक चोक्टो मासुमा, एक गिलास रक्सीमा, 200 को रिचार्ज तेलमा नमिकिकन तपाईहरु आम जनता पनि सचेत हुन आवश्यकता छ। र म पुनः पनि साथीहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु, यदि तपाईहरु सक्नुहुन्न तपाईको वडा, टोल, नगरपालिकामा भएका विथिति विसंगतिका नजिकबाट हेरेर ती ठेकापट्टा समितिका चाहिँ पार्टीका कार्यकर्ताहरूले चलाइराखेका विभिन्न खाले योजनाहरूमा 20% मात्रै काम गरेर 80% को चाहिँ जुन मोज मजाई गरिराखेका छन् त्यसलाई तपाईहरु चाहिँ दिनुस्, सूचना दिनुस्। सक्नुहुन्छ सबै चाहिँ म आम युवालाई तपाईहरुले जे सक्नुहुन्छ त्यही चाहिँ तपाईहरुलाई लागेको कुरा सामाजिक सञ्जालबाट असभ्य गाली गलौज नगरिकन सभ्य तरिकाले निकम्बाहरूलाई निकम्बाई भन्ने हो, नालायकहरूलाई नालायकै भन्ने हो, नाङ्गाहरूलाई नाङ्गा नै भन्ने हो, लुटेराहरूलाई लुटेरा नै भन्ने हो। त्यही शब्दलाई चाहिँ प्रयोग गरेर पनि तपाईहरुले भन्न सक्नुहुन्छ। गाली गलौज सुन्न नसकिने, आमा दिदीबहिनीहरूले सुन्न नसकिने शब्दहरू प्रयोग नगरिकन यो देशलाई बर्मलुट गर्ने र बिचौलिया यिनीहरू खासमा चाहिँ यी विदेशीका एजेन्टहरू हुन्। यिनीहरूलाई चाहिँ बाहिरबाट परिचालित गरिएको छ र यिनीहरूबाट चाहिँ यो देश बेचिने बाहेक, यहाँका नागरिक बेचिने बाहेक अरु कुनै पनि चाहिँ सम्भावना देखिदैन। त्यसकारण विकल्पमा चाहिँ आम युवाहरू त्यहाँ दल खोल्नुपर्छ, झण्डा बोक्नुपर्छ, चाहिँ झोला बोक्नुपर्छ भन्ने होइन। तपाई हामी आम युवाहरू आफ्नो ठाउँबाट सचेत भएर विकल्प सही व्यक्तिलाई चाहिँ नेतृत्व दिएर सही आवाजहरू, गलत गरिराखेका आवाजहरूलाई चाहिँ प्रस्फुटन गरेर अहिले प्रविधिको सामाजिक सञ्जालको धेरै चाहिँ सही सदुपयोग गर्नुभयो भने अहिले भएकाहरूलाई पनि सचेत गरेर यिनीहरूलाई पनि कानुनी कठघरामा ल्याएर चाहिँ सचेत गराएर अगाडि बढ्न सकिन्छ। तर कानुनी कठघराको कुरा गर्दै गर्दाखेरि, प्रजातन्त्रको कुरा गर्दै गर्दाखेरि यो 7 महिनामा भएका गतिविधिहरू हेर्ने हो भने बाँसबारी जुत्ता कारखानाको जग्गा खानेलाई मुद्दा चलाउनु नपर्ने, बाल श्रम शोषण गर्ने माननीयहरूलाई मुद्दा चलाउनु नपर्ने, अरू धेरै छन्। कोही चाहिँ 1 घण्टा बराबर अदालतमा उपस्थित भएर बयान दिएर चाहिँ बहस सकिएर, दोहोरो बहस सरकारी निजी सबै चाहिँ वकिलहरूको बहस सकिएर एकैछिनमा धरौटीमा निस्किने, कसैलाई चाहिँ महिनौं होइन वर्षौंसम्म चाहिँ बयान लिएकै गर्ने। जस्तै चाहिँ जिल्ला अदालत अगाडि भएको घटनामा एउटा चाहिँ वकिललाई धकल्दै गर्दाखेरि उलाई ज्यान मार्ने उद्योगमा चाहिँ मुद्दा चलाइन्छ अनि चाहिँ ठमेलमा जाँड खाएर पुलिस कुट्दै हिँड्ने चाहिँ एउटा कार्यकर्तालाई सामान्य अभद्र मुद्दा लगाएर उसको चाहिँ ढोकामा गएर बयान लगेर अभद्र मुद्दा चलाइन्छ। आशिका तामाङहरू जस्तालाई चाहिँ एउटा दुधे बालक छोडेको चाहिँ दुधे बालक भएको बच्चाको आमालाई 20औं दिन चाहिँ हिरासतमा राखिन्छ। त्यसकारण यो प्रजातन्त्र होइन, यो लोकतन्त्र होइन, यो गणतन्त्र होइन, यो लुटतन्त्र हो। यो लुटेराहरू चाहिँ ले यहाँ लुटको धन्दा मच्चाएर लुटतन्त्र ठानेर मैमत्त भएका लट्ठुहरूका कुकृतिका विरुद्धमा चाहिँ हामीले बोल्न सक्नुपर्छ, हामीले त्यो आवाज उठाउन सक्नुपर्छ र त्यस आवाजले चाहिँ जनताहरू, आम नागरिकहरू सचेत हुन्छन् र हो यो रहेछ नि त भनेर चाहिँ बुझ्ने मौका पाउँछन्। तपाईहरु स्वदेश तथा विदेशमा जहाँ हुनुहुन्छ तपाईहरुले आफ्नो ठाउँबाट, घरबाट, परिवारबाट, साथी संगीबाट चाहिँ सूचना आदान प्रदान गरेर तपाईहरु जहाँ हुनुहुन्छ जसरी सक्नुहुन्छ लेखेर सक्नुहुन्छ, बोलेर सक्नुहुन्छ। तपाईहरुको मा चाहिँ लाइक कमेन्ट चाहिँ त्यो होस् नहोस्, शेयर होस् नहोस् त्यो मतलब छैन। तपाईहरु निरन्तर रूपमा चाहिँ आफ्नो ठाउँबाट चाहिँ आवाज उठाइराख्नुस् र चाँडै म केही चाहिँ
केही चाहिँ कुराहरू सार्वजनिक पनि गर्नेछु र केही साथीहरू चाहिँ यही देशमा सामान्य रोजगारीमा चाहिँ जोडिन चाहनुहुन्छ भने म थोरै सङ्ख्यामा केही चाहिँ साथीहरूलाई चाहिँ रोजगारीको अवसर पनि सिर्जना गर्दैछु। त्यसको लागि पनि मसँग चाहिँ समन्वय गर्नुहोला। सकेसम्म चाहिँ म दुल्लुकै साथीहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने प्रयत्न गर्नेछु। तर चाहिँ अरूको देशमा झोला बोकेरै भए पनि गुलामी गर्न चाहने युवाहरू, आफ्ना चाहिँ बाहरूको भजन मण्डली गरेर नथाक्ने युवाहरूलाई मेरो सामान्य चाहिँ गरेको रोजगारी सिर्जनाले नपुग्न सक्छ। तर पुग्ने साथीहरूले मसित चाहिँ सम्पर्क पनि गर्नुहोला र यो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई जोगाएर लिने जिम्मा हामी युवाहरूको हो। त्यसका निमित्त तपाईहरू आफ्नो ठाउँबाट, आफ्नो चाहिँ ओडाबाट ओडा अध्यक्ष, ओडा सदस्य, मेयर, उपमेयर, माननीय लड्न सक्ने हैसियत, क्षमता हुनलाई पैसा र पावर चाहिँदैन। तपाईहरुसित भिजन हुनु पर्यो। आवश्यकता, भिजन भनेको के हो भने आवश्यकता, हाम्रा नागरिकको शिक्षाको गुणस्तर कस्तो छ, विकासको पूर्वाधारको गुणस्तर कस्तो छ, त्यहाँका कर्मचारीहरूको रवैया कस्तो छ, त्यहाँका चाहिँ जनप्रतिनिधिहरूको चाहिँ त्यो चाहिँ एउटा मालिकताकोपन, उनीहरू चाहिँ राजा रजौटाहरूको जस्तो चाहिँ उनीहरूको चाहिँ स्वभावलाई नजिकबाट निहालेर हेर्नुस् र त्यसलाई परिवर्तन गर्नुस्। तपाईहरुलाई नेतृत्वमा जानलाई पैसा र पावरको आवश्यकता पर्दैन, नागरिकहरूको आवश्यकता पर्छ। जनताका पीडा, अन्याय, अत्याचार, विथिति, विसङ्गति र शास्त्रीहरूका विरुद्ध तपाईहरु जहाँ हुनुहुन्छ त्यहीबाट आवाज उठाएर अघि बढ्नुस् र बढ्ने प्रेरणाका निमित्त म चाहिँ अपिल गर्न चाहन्छु। र म पनि आगामी दिनमा चाहिँ यसरी लाइभमा भन्दा पनि विविध विषयहरूमा चाहिँ कन्टेन्ट बनाएर सानो क्लिपहरू राखेर चाहिँ राष्ट्रिय रूपमा, स्थानीय तह होला, जहाँसुकैका विषयवस्तुहरूलाई केही समय पछाडि चाहिँ कन्टेन्ट बनाएर सामाजिक सञ्जाल मार्फत मैले आवाज उठाउन सिकाउने कोसिस गर्नेछु तपाईहरुलाई। र तपाईहरुबाट पनि सिक्ने कोसिस पनि गर्नेछु। मलाई पनि सिकाउने कोसिस गर्नुहोला, बुझाउने कोसिस गर्नुहोला। र दुल्लुको परिवर्तनका निमित्त म आहुति दिन चाहिँ तयार छु भन्न चाहन्छु पुनः पनि। र मैले त्यहाँ धेरै दुःख कष्ट भोगिसकेका छु, मैले त्यहाँको धेरै अनुसन्धान गरिसकेका छु। त्यहाँको आवश्यकता के छ, त्यहाँ गर्नुपर्ने के छ, त्यहाँ कसरी गर्नुपर्ने छ, त्यहाँ कुन युवाहरूलाई चाहिँ हातमा लिएर साथमा लिएर चाहिँ अगाडि बढ्नुपर्ने छ, त्यो सबै अध्ययन मैले गरिसकेको छु। र गलत बाटोमा लागेका साथीहरूलाई पनि म अझै पनि म सच्चिएर चाहिँ सही बाटोको चाहिँ यात्राको थालनी गर्नुस्। यो प्रजातन्त्र दिवसले तपाईहरूलाई एउटा चाहिँ नयाँ गोरेटो को यात्रा तय गरोस् भन्ने शुभकामना व्यक्त गर्दै तपाईहरूको बीचबाट चाहिँ बिदा हुन चाहन्छु।